गर्ने इन्जिनियर 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। अनि राजा शासन छ भन्नुहुन्छ। राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्, गएको छैन अझ यो राजाको शासन। हेलो साथीहरू, सबैजनालाई स्वागत छ मेरो सोम घिसिङ ब्लग च्यानलमा। हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकठाक छु साथी हो। आज मैले एउटा सानो भिडियो लिएर आएको छु साथी हो। त्यो भिडियो केमा छ भने साथी हो, अब काठमाडौँको एरियाको बारेमा हो। अनि हामी त अब एकदम टाढा छ, त्यही पनि अब यसो सानो सुझाव दिम्की भनेर एकदम सधैँ अब हरेक दिन एकदम हरेक उसमा च्यानलमा यानि कि हरेक वेबसाइटहरूमा एकदम अहिले एकदम यो बालन शाहको एकदम चर्चा एकदम चलिरहेको छ। त्यसमा मलाई पनि एकदम खुसी लागेको छ साथी हो। एकदम त्यसमा पनि मलाई पनि एकदम खुसी लागेको छ। त्यस्तो त नेपाल अधिराज्यभरि हुनुपर्ने, तर जे भन्नुभयो त्यो उहाँले केही वर्ष पहिला भिडियोमा हेर्नु, सानो क्लिप राख्दैछु, हेर्नु भिडियोमा। एकदम भिडियो यहाँ चलिरहेछ। मिहिनेत गर्ने इन्जिनियर जस्तो भन्नुभएको थियो त्यस्तै भएछ। अहिले इन्जिनियरको रूपमा आउनुभएको छ, तर आउनुभयो तर मेरो सोचाइमा चाहिँ एकदम गलत गर्नुभएको छ। तर हजुरहरूको सोचाइमा चाहिँ के गलत छ कि छैन त्यो त थाहा भएन, तर मेरो अनुसारले चाहिँ सायद गलत छ। केमा गलत छ भने साथी हो, भिडियोमा के भन्नुभएको थियो उहाँहरूले हेर्नु होला। यानि कि राजा शासनको कुरा गर्नुभएको थियो। राजा शासन अहिले पनि छ भन्नुभएको छ उहाँले, भिडियोमा हेर्नु होला। राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्, गएको छैन अझ यो राजाको शासन। राजा शासन अहिले पनि छ भन्नुभएको छ उहाँले, बालन शाह सरले भन्नुभएको छ। त्यस्तो भन्नुभएको छ उहाँले। अब राणा शासनको अब संरक्षण गरेर राखेको अब त्यो के भन्छ टुकुचा खोला, यानि कि उहाँहरूले अब राणा शासनहरूले एकदम संरक्षण गरेर राखेको खोला हो नि त त्यो त। तर त्यो चाहिँ भत्काउनु नहुने हो, त्यसलाई भत्काएर एकदम नराम्रो गर्नुभयो। तर काठमाडौँवासीलाई चाहिँ एकदम राम्रो लागेछ होला। तर त्यो भनेको एउटा राणा शासनले अब संरक्षण गरेर राखेको हो नि त त्यो खोला त। त्यस्तो संरक्षण गरेर राखेको खोलालाई भत्काएर हुनेवाला त केही छैन। तैपनि खोलामाथि परेछ घरहरू, घर बिल्डिङहरू परेछ, भत्काउनु, तिनीहरूलाई नभत्काउने भत्काइदिनुहोस् हजुरले। एकदम खोला छोडेर बाटो दुईतिरै दायाँ बायाँ बाटो छोडेर खोला बग्न दिनुपर्छ। त्यस्तो होइन कि नभत्काउने होइन, घरहरू भत्काउनु पर्छ। तर खोलालाई चाहिँ निकाल्न चाहिँ नहुन्थ्यो हजुरहरूले। एकदम यो चाहिँ गलत हो। त्यो राणा शासनले एकदम संरक्षण गरेर राखेको खोला हो। त्यति हो मेरो चाहिँ अब भनाइ। त्यही भएर सानो भिडियो बनाएको साथी हो। अनि उहाँले भन्नुभएको थियो केही दिनमा तिम्रो बाउ पनि मसँग फोटो खिचाउन मन लाग्छ भन्नुभएको थियो उहाँले केही वर्ष पहिला। 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। ठ्याक्कै त्यस्तो नि अहिले भएछ। त्यसमा चाहिँ मलाई धेरै खुसी लागेछ। एकदम त्यो भन्नुभएको छ उहाँले भन्दाखेरि मलाई पनि एकदम उहाँसँग गएर एकदम फोटो खिच्न मन लाग्यो। उहाँसँग उभिएर उहाँले भनेको अनुसारले जे भन्नुभयो थियो त्यही भएछ अहिले। अनि साथीहरू यही हो भिडियो। अब त्यही खोला तल बगिरहेछ, त्यसलाई नभत्काउँ भनेको मात्रै हो। यानि कि माथि खोलादेखि माथि परेको घरहरूलाई चाहिँ भत्काए केही हुन्न, भत्काइदिए हुन्छ भन्ने चाहिँ मेरो धारणा हो, सानो हो एकदम। अनि साथीहरू यो भिडियोमा मैले केही गल्ती भनेको छु भने मलाई एकदम माफ दिनु होला हजुर सबैजनाले। म न पत्रकार न केही, एउटा सानो भिडियो राखिदिउँ कि भनेर एकदम त्यही भएर बनाएको मैले सानो भिडियो। अनि साथीहरू भिडियो कस्तो लाग्छ, भिडियो मन परे लाइक गर्नु होला, नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गर्नु होला, सब्सक्राइब बलमा रहेको बेल आइकनलाई क्लिक गर्नु होला र लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला भन्दै यो भिडियो एन्ड गर्न चाहन्छु साथी हो। बाई बाई, हस्त नमस्ते।